नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो यो नयाँ भिडियोमा। आजको यो भिडियोमा म तपाईहरुलाई मोबाइलबाट युट्युब च्यानल कसरी बनाउने र पहिलो भिडियो कसरी अपलोड गर्ने भनेर स्टेप बाइ स्टेप देखाउने छु। यदि तपाई बिगिनर हुनुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोस् किनकि यो तपाईका लागि धेरै उपयोगी हुनेवाला छ। सबैभन्दा पहिले तपाईको मोबाइलमा जीमेल लगइन हुनुपर्छ। यदि तपाईको जीमेल छैन भने गुगल खोल्नुहोस्, जीमेल एप इन्स्टल गर्नुहोस् र नयाँ अकाउन्ट बनाउनुहोस्। जीमेल बिना युट्युब च्यानल बनाउन मिल्दैन। ल त अब तपाईको युट्युब एप खोल्नुहोस्। यहाँ हेर्नु त राइट साइडमा तलपट्टि यु लेखेको छ नि, त्यहाँ टच गर्नु होला दाहिने। ओके, तपाईले जुन जीमेलमा जीमेल आइडी एड गर्नुभएको छ त्यही यहाँ सिलेक्ट गर्नु होला। यो स्विच अकाउन्टमा गयो भने तपाईको उता जीमेलको आइडी देखाउँछ हैन। मैले अटोमेटिक चेन्ज गरिसकेको छु अलरेडी, त्यही म त्यहाँ जान चाहिन्न। अब तपाईको नाम हेर्नु त, नाम भन्दा तलपट्टि क्रिएट अ च्यानल छ, यहाँ टच गर्नु होला। ल हेर्नु पिक्चर, सबभन्दा सुरुमा पिक्चर आयो हैन, फोटो। मैले अलरेडी फोटो ग्यालरीमा सेभ गरेर राखेको छु। ग्यालरीमा जानु होला, ग्यालरीमा जानु, फोटो लिनु होला। यस सेल सेभ गर्नु। ओके, ल हेर्नु तपाईको नाम चेन्ज गर्न सक्नुहुन्छ है। यहाँबाट यो पेन्सिलकोमा टच गर्नु, यी नाम चेन्ज गर्न पर्ने भयो चेन्ज गर्न सक्नुहुन्छ। सेभ गरे मैले। अब ह्यान्डलको पनि त्यही हो सिस्टम। सधैँ @ चिन्ह राख्नु होला ह्यान्डलमा, यो तपाईको पहिचान हो नामको। तपाईको च्यानललाई सजिलै चिनाउन मद्दत गर्छ। यो तपाईको च्यानलको छोटो नाम र पहिचान हो @। ल मैले यही राख्न चाहे, सेभ गरे। ल है त अब क्रिएट च्यानलमा जाउँ है त। हेर्नु त तपाईको च्यानल क्रिएट भइसकेको छ, युट्युब च्यानल। ओके, अब फेरि तपाई यो तपाईकोमा जानु तलपट्टि राइट साइडमा। ओके, अब भ्यू च्यानलमा जानु होला यहाँ। अब एडिट च्यानलमा जानु होला। हेर्नु त यी तपाईले फेरि पनि नाम चेन्ज गर्न सक्नुहुन्छ है चाहनु भयो भने। ल मैले यो ब्यानरमा अब ब्यानर राख्न लाग्छु मैले। यहाँ म गएँ यहाँ ब्यानरमा, युट्युब ब्यानरमा। ओके, ब्यानरमा सिलेक्ट गरे। यो सेन्टरमा राख्नु होला है हजुरको। हेर्नु त यस्तो गरेर सेपमा जानु। ओके, तपाईको ब्यानर पनि अब अपलोडेड हुँदैछ, आइसकेको छ ब्यानर। ओके, अब सुरेश नेपाली हैन, यो नाम भयो, यो ह्यान्डल भयो, तपाईको यो भयो। डिस्क्रिप्सनमा तपाईले आफ्नो च्यानलको बारेमा लेख्न सक्नुहुनेछ। हेलो साथीहरू, नमस्कार, सबैले लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। यो मेरो न्यू युट्युब च्यानल हो। ओके, तपाईले आफ्नो इच्छा अनुसारको मिलाएर लेख्न सक्नुहुन्छ। ल मैले यसलाई सेभ गरिदिएँ। ओके, यो प्राइभेसी ठिकै छ। ओके, अब ब्याक जानु होला। ओके, अब तपाईको युट्युब च्यानल क्रिएट भइसकेको छ अलरेडी। अब तपाईले भिडियो कसरी अपलोड गर्ने भनेर म त्यतातिर जाउँ है त। अब ल क्रिएटमा जानु, अपलोड अ भिडियोमा जानु।
मैले अघि नै सेभ गरिसकेको छु भिडियो। ओके, भिडियोलाई नेक्स्टमा जानु। ओके, भिडियो आइसकेको छ। यदि तपाईहरुले यो युट्युबको लाइब्रेरीबाट पनि रोयल्टी फ्री सङहरु म्युजिकहरु सिलेक्ट गरेर अपलोड गर्न सक्नुहुन्छ। यो नो कपिराइट लाग्ने खाले मैले अलरेडी सेभ गरेको हुनाले मैले चेन्ज गर्न चाहिन्न। अब नेक्स्टमा जानु। हेर्नु त यहाँ क्याप्सन आएको छ। क्याप्सन योर सर्ट भनेर लेखेको छ यहाँ हैन। यो तपाईको भिडियो कस्तो खाले हो त्यही अनुसारको यहाँ क्याप्सन राख्नु होला। अब मैले हेर्नु है यहाँ क्याप्सनमा लेखे त सर्टकटमा छोटोमा लेख्नु होला। 1 कप टीले मनको सबै थकान उडाउँदै। ओके, यो क्याप्सन भयो। त्यसपछि पब्लिक हेर्नु त यहाँ पब्लिक देख्नुभएको छ। मैले यो भिडियोमा अलरेडी सबै पहिला सेभ गरेर राखेको थिएँ, त्यही कारणले गर्दा मैले डाइरेक्ट पब्लिकमा गए होला। हजुरले नयाँ हुनुहुन्छ भने फर्स्टमा यो अनलिस्ट गर्दा पनि राम्रो हुन्छ, किनभने पछि पब्लिक गर्दा नि हुन्छ लास्टमा गएर हैन। मैले अहिले फर्स्टमै पब्लिक गरे। जसरी पनि लास्टमा पब्लिकै हो गर्नुपर्ने हैन। ल म पब्लिकै गए। अब सिलेक्ट अडियन्स भनेछ। यहाँ हेर्नु दुईटा अप्सन छ, यस अर नो। यहाँ जहिले पनि यो नो इट इज नट मेड फर किड्स छ नि, यसको अर्थ हो यो भिडियोको विशेष गरी बच्चाहरूको लागि बनाइएको होइन। त्यसैले धेरै युट्युबरहरूले नट फर किड्स नै राख्छन्। ओके, त्यही भएर मैले पनि यही गरेँ, यही राखेँ। त्यसपछि यो सो मोरमा जानु। अब एड डिस्क्रिप्सनमा जानु होला। अब यो तपाईको भिडियोको बारेमा केही लेख्नु विवरणहरू। नमस्ते, यो मेरो न्यू YouTube च्यानल हो, सबैले लाइक शेयर गर्नु। यो इक्जाम्पलको लागि मात्रै राखेको मैले है। तपाईहरुले यहाँ आफ्नो लिंक पनि सेभ गर्न सक्नुहुन्छ। यसरी लेख्नु होला। त्यसपछि लोकेसन, तपाईले कुन ठाउँमा हुनुहुन्छ त्यही ठाउँको लोकेसन राख्दा राम्रो हुन्छ। मैले अहिले नेपालै राखे। ओके, यहाँ छ नि नेपाल भन्दा तल रिलेटेड भिडियो भन्ने छ नि, यो भनेको यो अहिले मैले सर्ट भिडियो बनाइराखेको छु हैन। 1 आवर यसरी 1 मिनेट 1 मिनेट भन्दा तलकोलाई सर्ट भिडियो मानिन्छ। त्यही कारणले यो रिलेटेड भिडियोमा म जान चाहिन। अहिले लङ भिडियोको लागि आवश्यक पर्छ। एड टु प्लेलिस्ट भन्ने छ, यो फर्स्ट भिडियो यो च्यानलमा फर्स्ट भिडियो भएको हुनाले यहाँ पनि जान चाहेन म एड टु प्लेलिस्टमा। एड टु प्लेलिस्ट आवश्यक परेन अहिले, यो फर्स्ट भिडियो हुनाले। यो पेड प्रमोट एन्ड ब्रान्ड भन्ने छ नि, यो हेर्नु त। ल योमा एकचोटि जाउँ। यस अर नो छ नि यहाँ। डज दिस भिडियो इन्क्लुड पेड प्रमोट। यसको अर्थ भनेको यदि तपाईले कसैबाट पैसा पाउनु भएको छ भने यस गर्नु, यो प्रमोसनको लागि प्रचार गरेको हुन्छ नि। यदि तपाईको आफ्नै सामान्य भिडियो बनाउनु भएको हो भने नोमा जानु। यो मेरो सामान्य भिडियो, त्यही भएर म नोमा गए। अब यहाँ हेर्नु कोलैबोरेसन कमेन्ट एन्ड रिमिक्स छ नि, यो कमेन्ट अनमै छोडिदिनु। यो एलाउ भिडियो एन्ड अडियो रिमिक्स छ, यो अल गरिदिनु होला, फरक पर्दैन।
ओके, यहाँ जानु। अब यो अल्टरनेट कन्टेन्ट भनेको छ नि, अब योमा क्लिक गर्नु होला। यसमा पनि यस अर नो छ। यो परिवर्तन गरिएको अनि मिलाएको वा बदलिएको तपाईको भिडियो कुनै पनि छ, ओरिजिनल और एडिट गरेको, मोडिफाई गरेको केही गरिएको छ भने यस और नो लाग्ने। अब मैले केही गरेको छैन, यो आफूले गरेको भिडियो बनाएको भिडियो मैले नोमा गरेँ। अब ट्यागमा तपाईलाई झट्ट हेर्दा सजिलोसँग यो भिडियो कस्तो प्रकारको हो भनेर त्यो रिलेटिभ वाला भिडियो रिलेटिभ केही सर्ट राख्नु होला। अब मैले राखेँ टी कप, अर्को राखेँ युट्युब न्यू। यसरी राख्न सक्नुहुन्छ है। ल मैले अब यसलाई सेभ गरेँ। ओके, यो पनि भयो। अब तपाईले यहाँ हेर्नु त पेन्सिलको जस्तो आकार देख्नुभएको छ। यहाँ टेक्स्ट पनि गर्न सक्नुहुन्छ है। प्रोसेसिङ हुँदैछ। टेक्स्टमा तपाईले जे पनि राख्नुहुन्छ, भिडियो कुन उसको हो तपाईले टिकअप हेर्नु त तपाईले जुन तरिका राख्नुहुन्छ है। ल मैले यो सेभ गरेँ। ल अब तपाईको भिडियो रेडी भयो। अब अपलोड गर्न सक्नुहुन्छ। यसरी नै अपलोड गर्ने हो। ल अपलोड सर्टमा जाउँ है त। ल हेर्नु त तपाईको भिडियो अपलोड हुँदैछ है। प्रोसेसिङ हेर्नु त, प्रिपेयरिङ 100 हुँदैछ। 51% भयो। हुँदैछ, अपलोडिङ हुँदैछ। अपलोड भयो नि त। सेभ भिडियो, सी भिडियो। ओके, यसरी गर्नु होला साथीहरु। तपाईलाई यो भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक, कमेन्ट, शेयर गरिदिनु अनि सब्स्क्राइब गर्न नभुल्नु होला र छेउमा रहेको बेल आइकनलाई पनि थिचिदिनु होला, ताकि फेरि मैले यस्तै भिडियो बनाएर ल्याउँछु। हेर्नु होला। आजलाई यति नै। धन्यवाद।